गुड मर्निङ तपाईहरुलाई चाहिँ मेरो युट्युब च्यानलमा एकदमै स्वागत छ हैन। मलाई चाहिँ खासै आउँदैन, म एकदमै नयाँ भ्लगर हो हैन। मलाई यसरी नै बोल्न आउँछ, यो भन्दा बढी बोल्न आउँदैन। अनि आज चाहिँ म भ्लग बनाउँदै छु। के सम्बन्धी भ्लग भन्दाखेरि आज चाहिँ निवानको फर्स्ट सुट छ के। अनि निवानलाई चाहिँ नुहाइदिएर उ चाहिँ हेर्नु डेन्जर सुतिरहेछ के उ हैन। म सबै कामहरु भ्याउँछु अनि त्यसपछि त्यही अनुसारले गर्छु। अनि म पनि रेडी हुन्छु। अनि रेडी हुँदा हुँदै हेर्नु त मैले केही पनि लाएको छैन। अब म रेडी हुँदा हुँदै चाहिँ तपाईसँग कुरा गर्छु। त्यहाँ निवानको बाबा चाहिँ अफिस जान रेडी। हेलो निवानको बाबा। हेलो हेलो। गइसक्यो। निवानको बाबा चाहिँ अफिस जानलाई रेडी हुँदै हुनुहुन्छ। अनि आज चाहिँ म तपाईलाई फुल भ्लग देखाउँछु ल। भ्लगमा देखाउँछु के हुन्छ सुटमा हैन। मलाई पनि थाहा छैन कि, मेरो पनि फर्स्ट टाइम हो। तपाई हेर्नु ल। निवानलाई एकदमै माया गर्नु भएको छ अहिलेसम्म, यस्तै माया देखाइराख्नु होला निवानलाई हैन। अनि अहिले चाहिँ निवान सुतिरहेको छ। अनि म उठ्छ अनि त्यसपछि उठ्दासम्म चाहिँ म घरको कामहरु सबै भ्याउँछु के हैन। हेर्नु यस्तो छ हाम्रो घर है। अनि घरको कामहरु सबै भ्याउँछु। अनि त्यसपछि म तपाईहरुलाई देखाउँछु ल। अनि मेरो अलिकति लुगाहरु पनि उ गर्नु छ, त्यहाँ आमाकोमा गएर सुट गर्नु छ के। यहाँ हेर्नु निवानको बाबालाई। निवानको बाबा चाहिँ अलमोस्ट रेडी टु गो। अनि जानु त मलाई अहिले रेडी हुनु पर्दैन, म अहिले यतिकै ठिक छु। हेर्नुस् गाइस। अनि तपाईहरु हेर्दै अनि तिमी आउँछौ सुटमा? म आउँछु एकछिन। 1 बजेतिर हो। 1 बजेतिर हो सुट गाइस। अनि अहिले चाहिँ अब तिमी आउ न कि मैले फोन गर्नुपर्छ? म त फोन गर्दिन, बिर्से नि बिर्स्यो। यस्तो भुलक्कड मान्छे चाहिँ यो। सब जे पनि बिर्सिने के, जे पनि जति सिकाए नसिक्ने बिर्सिने। तर त्यस्तो भन्न नि हुँदैन, उसको एकदमै काम धेरै छ हैन। उसले एकदमै धेरै काम गर्छ रे। मलाई त्यही भन्छ कि मेरो जस्तो काम भएको भए तिमी पनि भुल्थ्यौ होला भनेर भन्छ। म चाहिँ साथीहरु हेर्नु अलिकति इन्डिपेन्डेन्ट भन्छु, म डिपेन्डेन्ट वाइफ हो। त्यही भएर अब हामीलाई मोज छ हैन। म एकदम प्राउड फिल गर्छु डिपेन्डेन्ट वाइफ हुनुमा हैन। के को झन्झट हैन। कमाएर ल्याउँछ, खाने हो, मोज गर्ने हो हैन त। म चाहिँ डिपेन्डेन्ट वाइफ हुनुमा एकदम प्राउड फिल गर्छु हैन। भन्ला नि त्यहाँ काम गर्नु आफ्नो पैसा, के आफ्नो पैसा, बुढाको पैसा बुढाउन कस्तो रमाइलो हुन्छ नि बुढा। तिमी पनि खोज नि त, कोही खोज्दा हुँदैन। पैसा टक्क ल्याएर मन्थली। तिमीले मलाई कहिले महिनामा पैसा दिएछौ? खोज न तिमी। यसो गर न त तिमी, यस्तो गर ल, यस्तो गर। तिमी के गर भन्दाखेरि एउटा टक्क कमाउनेवाला खोज हैन। अनि त्यसपछि उसलाई मन्थली माग्नु के हो त अनि हैन। अनि तिमी र म मोज गरौँला, घुम्न जाउँला, उसलाई निवानलाई हेर्न छोडिदिउँला। फरकै पर्दैन। के छ त प्लान बुढो? पठाउनु सक्छ कि सक्दैन कोही? म खोज्नु च म त खोज्दिनँ भाइ, तिमी खोज्न सक्दैन। यस्तो ह्यान्डसम भएर मेरो पछाडि त कति दर्जन लाग्छ भन्थे। यसको पछाडि हो, सरी यसकोमा आउँछु कि उहाँको पछाडि दर्जन। यहाँ आउनु तपाईँको ह्यान्डसमनेस देखाइदिने सबैजनालाई। आउनु गाइज, मेरो बुढाको ह्यान्डसमनेस हेर्नु है। त्यहाँ हेर्नु, यति केटी पछि लाग्ने रे मेरो त कस्तो, मैले त आँखा थियो त्यही भएर चुज गरेँ होइन। यति केटी पछाडि लाग्ने रे उसको। ओ माई गड। ल जाऊ, बाई बाई, हेभ अ गुड डे बुढो। राम्रो जाऊ ल, टेक केयर। अनि आउँछौ भने मलाई मेसेज गर न एकचोटि। तर आउँदा हुन्छ नि, किनकि निवानको फर्स्ट सुट हो नि त। अनि त्यही भएर तिम्रो लागि नि स्पेसल हो, मेरो लागि नि स्पेसल। गाइज हेर्नु न, निवानले यहाँ घाउ बनाइदिएको होइन। तपाईँहरूलाई मेरो स्किन कस्तो सफा छ जस्तो लाग्दैन? मलाई लाग्छ। यसको राज के हो भनेर जान्नको लागि मलाई कमेन्ट गर्नु होला। अनि म एउटा त्यो टपिकमा भिडियो बनाउने छु। ओके ल गाइज हेर्नु म कस्तो देखिरहेको छु, राम्रो देखिरहेको छु। अब मेरो बुढा चाहिँ रेडी टु गो। बाई बाई। मैले चस्मा देखाएको छु नि, तिमीले कहाँ छोडेर आयो कि हिजो तिम्रो चस्मा। अब तिम्रो सबै मैले अनि के भन्छ, म बसी गाइज होइन। म इन्डिपेन्डेन्ट वाइफ रे होइन। सरी, इन्डिपेन्डेन्ट मात्रै भन्न आउँछ, डिपेन्डेन्ट वाइफ रे होइन। अनि त्यसपछि मैले उसको मोजादेखि लिएर चस्मादेखि लिएर के कहाँ छ सबै मैले खोजिदिनुपर्छ, मैले भेटिदिनुपर्छ। उसले केही पनि भेट्दैन होइन, उसले केही पनि भेट्दैन। ठिक छ, राम्रोसँग जाऊ। अनि खोजेर ल्याउनु, तिमीलाई महिनामा स्यालेरी दिनेवाला मान्छे। म किन खोज्नु? म कसैको लागि म खोज्न सक्दैन। गाइस तपाईहरुलाई हाम्रो लभ स्टोरी सुन्न मन छ भने कमेन्टमा भन्नु ल, कमेन्ट गर्नु ल। लभ स्टोरी सुन्न मन छ भने। निवान पनि उठिसकिन्
होइन निवान उठ्छ भने हेर्नु यहाँ क्यामेरा ठडाउने बित्तिकै निवान चाहिँ हाँस्छिन् होइन अनि आज निवानको फर्स्ट सुज छ हजुरहरू कङ्ग्रेचुलेसन गर्नु ल निवानलाई अनि त्यहाँ हेर्नु हिक हिक गर्दैछ हिकी लिँदैछ निवानले अनि निवानको चाहिँ आज फर्स्ट सुज छ अनि कङ्ग्रेचुलेसन भन्नु ल निवानलाई अनि यो भिडियो चाहिँ फुल चाहिँ युट्युबमा हेर्नु ल फुल भ्लग चाहिँ मैले युट्युबमा राख्छु अनि हजुरहरू युट्युबमा आएर हेर्नु होला अब निवान उठिसक्यो अब निवानलाई अलिअलि रेडी पार्नु पऱ्यो अलिअलि मेकअप गरिदिनु पऱ्यो मेकअप भन्नाले मोइस्चराइजर लगाइदिनु पऱ्यो निवानलाई है अनि त्यहाँदेखि हाई नि बुढी ए नि बुढी हेर्नु गाइज नि बुढी ओ माई गड माई क्युटी माई चुनु मुनु नि बुढी भन त छु खाना खानु मैले चाहिँ खाना खाँदिनँ निवानको बाबाले मात्रै खाना खाएर जानुभएको थियो किन भन्दाखेरि मेरो चाहिँ टाइम हुन्छ कि खाना खाने पनि म डाइटमा छु नि त त्यही भएर सो हाई भन निवान अनि यहाँ हेर्नु गाई यति धेरै लुगा सुकाएको छ होइन पानी परे गर्छ नि त अनि त्यही भएर अलिकति मेस छ कि यहाँ सानो अब तिमी वाकिङमा बसेर एकछिन निवानलाई वाकरमा राखिदिन्छु अनि नत्र त अब मैले कसरी गर्नु होला बोकीमा सक्नु पनि पऱ्यो नि त्यही भएर खाना खाना आँटेको अब म तपाईँलाई मेरो खाना देखाउँछु ल म के खान्छु भनेर देखाउँछु ल हेर्नु है त आज मेरो खाना कति थोरै छ है यो क्यामेरामा धेरै देखेको साथीहरू थोरै खाना हो यो खासमा यो किनुवा अनि सोयाबिन अनि साग अनि दाल अनि त्यसपछि तिसालिडो यतिले पुग्छ मलाई धेरै चाहिँदैन खाना खान्छु ल खाना खाने बेला चाहिँ मेरो बोल्ने बानी छैन त्यही भएर खाना खाइसकेपछि म अब बनाउँछु रेडी भएँ होइन अनि लिपस्टिक लगाएँ अरू के हो अलिअलि लगाएँ होइन अनि यो चाहिँ निवानको चिनो हो निवानले बनाइदिएको अनि अरू चाहिँ अब अलिअलि गर्नुपर्छ कस्तो देखि गाइस यो लुगाले यो कलरले कस्तो देखेको हो कि नसुहाएको हो कि अहिले चाहिँ 12 बजे अनि उहाँले चाहिँ मलाई भर्खरै फोन गरेर के भन्नुभयो भन्दाखेरि उहाँलाई आउन चाहिँ 2 बज्छ अरे अनि त्यही भएर म चाहिँ 1 बजेको लागि भनेर रेडी भइसकेको थिएँ 2 बजेर ठिकै छ अब म यत्तिकै अलिअलि त्यो कामहरू भ्याउँदै गर्छु सानो अनि अलिअलि रेडी हुँदै गर्छु रेडी पनि भइसक्यो अलमोस्ट तर अलिअलि जाँदैछु यहाँ निच्छु लिन आएको रे निवानलाई र निवानको मामुलाई अनि हामी चाहिँ अब निस्किँदैछौँ निबो यता हेर त अनि निवानको सुटको लागि चाहिँ अब लगभग 1 बज्यो 2 बजीतिर आउनुहुन्छ अरे अनि म चाहिँ यहाँ आएर बसिराख्न लागेको निवान आफ्नो दादालाई हेर्दैछ त्यहाँ हिजो यहाँ सर्प थियो गाइज गेटनिर सर्प लागिरहेको थियो क्या हिजो ओ माई गॉड अब हामी चाहिँ पुग्यौँ अब सुट स्टार्ट हुन्छ होला एकछिनमा गाइज त्यहाँ हेर्नु न त्यो भागेको हेर्नु न त्यहाँ हाल्छु ल जे पाइ त्यो कमेन्ट हान्नु ल फेसबुक के अरे युट्युबमा गएर हान्नु गाइज हेर्नु त्यहाँ म भ्लग बनाउनु मोबाइल नतेर्साउनु भनेर मलाई धम्की आउँछ क्या गाइज हेर्नु त्यहाँ हेर्नु त्यो भाइ हेर्नु ए त्यहाँ हेर्नु ल छैन शुभमले जुन टिमलाई सपोर्ट गर्यो त्यो टिमले हारिरहेछ है अस्ति ब्राजिल भनेको ब्राजिलले हार्यो त्यसपछि पोर्चुगलले हार्यो त्यसपछि हिजो फ्रान्सले पनि हार्यो तिमी अर्जेन्टिनाको टिममा आउँदैनौ गुड आउनु हुँदैन एकदमै पानी परिरहेछ आज निवानको सुट छ 2 बजेदेखि एकदमै पानी पर्न लाग्यो यो चाहिँ निवानको फर्स्ट सुटको लागि उहाँहरू आउनुभएको हेलो हेलो भन्नु ऊ हेरै छ उहाँहरू के भयो भनेर मक्क परिरहेछ के भइरहेछ निबु ओहो कस्तो राम्रो लाइट हुँदो रहेछ लाइट के यसले त पुरै लुक्सै चेन्ज गर्यो त सबै यो लाइटिङ नै रहेछ है सबै कुरा त गोरो देखिन थाल्यो नि यो तपाईँले बेबीलाई खेलाउँदै यो लाइन भनिदिनुहुन्छ है त्यो लाइन गर्छ होइन सिम्पल हामी कट गरौँ न के इजी एक सेन्टेन्समा गर्दा पनि फरक पर्दैन एक्चुअली सबै प्र्याक्टिस गर्दै छ भने हामी यति नै हाल्छ किन तिमी ड्रप गरेर हेरेको त नमस्ते भन
मैले नि यादै गर्न अघि उसमा हतारमा उहाँले जे लिएर दिनुभयो मैले एक्सेल हुने थिएँ याद अहिले लागिरहेको उसको है उहाँ पुगिदिनुपर्छ छ छैन दाजु निवान सुतिरहेछ ऊ रोको रे आज तिमी चाहिँ के आयो भनेर तिमीलाई बनाएको त्यहाँ हेर्नु न उसले निर्भाउजूले त्यहाँ हेर्नु निवानको चाहिँ सुतेकोवाला भिडियो बनाउनु पर्ने थियो ठ्याक्कै निवान चाहिँ त्यही टाइममा सुत्दिएर होइन अब सिन थियो मेरोवाला अब बेबी राति सुतेको यस्तो यस्तोवाला सिन के थियो होइन अनि त्यसपछि त्यो सिनहरू चाहिँ मैले गर्नुपर्ने थियो मेरो चाहिँ ठ्याक्कै त्यही बेलामा टाइम थियो अनि बाबु चाहिँ थ्याङ्क गड राम्रो टाइममै सुत्यो अलिकति टाइट पनि थियो मेरो पनि त फर्स्ट टाइम थियो नि त अनि मलाई पनि कस्तो अलिकति लाइक जिब्रो लटपटेको जस्तो बोल्दाखेरि अनि त्यस्तो भइरहेको थियो कि अनि अलिकति नर्भस भएको जस्तो भइरहेको थियो तर त्यही पनि मैले आफ्नो बेस्ट दिएँ अनि टाइम भनौँ न जानी नजानी मैले गरेँ अनि त्यसपछि बेबीको कति कामहरू के कुराहरू गर्नु थियो अनि त्यो ठ्याक्कै गरिदिनु भयो उहाँहरूले सुटहरू गर्नुभयो अनि मैले कति कुराहरू सिक्न पनि पाएँ उहाँहरूबाट किनकि मलाई कति कुराहरू थाहा पनि थिएन होइन अनि त्यसपछि सुत्नेवाला सिन थियो कि अनि सुतेर उठ्ने के हो के यसो हेर्दा चाहिँ कमेडी लाग्ने अनि मैले यस्तो सोचिरहेको थिएँ कि साथीहरू यो जुन फिल्महरू खेल्छ नि जुन हिरो हिरोइन हुन्छ एक्टरहरू हुन्छ नि उनीहरूले कसरी गर्छ होला कि मलाई यस्तो गाह्रो भइरहेको थियो होइन यति टायर्ड फिल भइरहेको थियो एउटै कुरा 2-3 चोटि रिपिट गर 4-5 चोटि टेक ल्याऊ कस्तो भइरहेको थियो क्या अनि मैले त सुरुमा के भाउजूले के भनेको थिएँ भन्दाखेरि यो कति लाग्छ सुट हुन भनेर मलाई सोध्नु भएको थियो क्या अनि मैले लाग्छ होला नि आधी घन्टा भनेर भनेको के को आधी घन्टा लाग्नु लगभग 4 घन्टा लाग्यो क्या यस्तो सानो एउटा त्यो सुट गर्नलाई पनि 4 घन्टा लाग्दा त ओफो के भन्नु अब ठिकै छ अब मेरो पनि राम्रो एक्सपिरियन्स भयो निवानको लाग्दा अनि निवानको त झन् फर्स्ट सुट नै थियो तर उहाँले के भन्नुभयो लास्टमा भन्दाखेरि निवान चाहिँ एकदम काम बच्चा अहिले उहाँहरूले काम गर्ने अनुसार चाहिँ निवान चाहिँ धेरै काम थियो अनि अरू बच्चाहरूभन्दा भनेर भनिराख्नु भएको थियो कि किन भन्दाखेरि निवान टाइममा सुतिरहेको थियो अनि खेल्नुपर्ने टाइममा उसले खेलि पनि रहेको थियो क्या अनि मलाई त अब कति डायलगहरू के भन्नुपर्ने थियो नि त अनि त्यही भएर मैले यो भिडियोको यो चाहिँ के भन्छ साउन्ड चाहिँ हटाइदिएर अनि म भोइस ओभर राख्छु कि अनि मेरो हस्बेन्डले चाहिँ यो भिडियो सुट गर्नुभएको उहाँले चाहिँ यो भ्लगको लागि भिडियो सुट गर्नुभएको कति ठाउँमा मिस्टेक गर्नुभएको थियो त्यही भएर मैले पुरै हाल्न पाइनँ अलिअलि डिलिट पनि गर्नु पर्यो उहाँले कहिले सिधा क्यामेराबाट खिचिदिने कहिले कसरी खिचिदिने भएर चाहिँ अनि अलिकति भयो अनि यो सुटमा चाहिँ मैले 3-4 जोड लुगा पनि फेरेको छु साथीहरू सुरुदेखि नै हेर्नुभयो भने मैले 2-3वटा लुगामा देख्नुभयो होला म सुरुमा डिसाइडै गर्न सकिरहेको थिइनँ कि म केलाम भनेर कस्तो भइरहेको थियो कि एकचोटि सुरुमा चाहिँ मैले प्यान्ट टी सर्ट पनि लगाएँ सुरुमा मैले वान पिस लगाएँ त्यसपछि फेरि प्यान्ट टी सर्ट लगाएँ फेरि मैले कुर्ता सुरुवाल लगाएँ कुर्ता सुरुवाल पनि बेटर होला जस्तो लाग्यो क्या अलिकति अनि त्यस्तो लगाएको भएर मैले लुगा चेन्ज गराएर हेर्नु न निवान कस्तो क्युट है निवान सुतेको थियो कि मजाले उसको सुट हट्दाखेरि ठ्याक्कै सुत्ने टाइममै सुतेर अनि उसको फर्स्ट सुट नै सुतेको वाला क्लिक गऱ्यौँ अनि त्यसपछि मैले चाहिँ लुगा चेन्ज गरेको छु साथीहरू होइन कति लुगा चेन्ज गरेँ एउटै भिडियोमा लगभग 2-3 चोटि लुगा चेन्ज गरेँ भन्नु होला त्यस्तो नभन्नु होला म डिसाइड गर्न सकिरहेको थिइनँ डिसाइड गर्न नसकेर चाहिँ खासमा त्यसरी लगाएको अनि कि साथीहरू मलाई होइन यो भोइस ओभर राख्न आउँदैन क्या मैले फर्स्ट टाइम भोइस ओभर राखिरहेको छु अहिलेसम्म तपाईँहरूले मेरो टिकटकहरूमा अरू रिल्सहरू अरू भिडियोजहरू हेर्नुभयो भने पनि म डाइरेक्ट बोल्न सक्ने मान्छे मलाई भोइस ओभर राख्न चाहिँ त्यस्तो फिलै आउँदैन कि त्यही भएर मैले कहिले पनि राख्दिनँ हेर्नु न निवान रोइरहेको थियो कि उठ्ने बित्तिकै ऊ चाहिँ क्या रोयो अनि म त थाहा पाइनँ कहिले नरुने बच्चा किन रोयो भनेको त भरे यो लाइट त यस्तो गर्मी हुँदो रहेछ मलाई नि गर्मी भइरहेको थियो तर अब बच्चालाई गर्मी भएर नि रोयो होला भन्ने चाहिँ मैले सोचिनँ त्यही पनि एकछिनमा निवान चुप लागिहाल्छ अनि चुप लागिहाल्यो कि निवान चाहिँ अनि त्यसपछि चाहिँ सेकेन्ड सुट थियो अनि अरू सुटहरू थियो अनि त्यही भएर निवानको पनि लुगा सुगा चेन्ज गरेर यहाँ खेल्दैछ निवान होइन मामुसँग खेलेको भिडियोहरू टेक गर्ने लिने भनेर भन्नुभएको थियो अनि निवान चाहिँ क्या खेलिरहेको थियो कि पुरा दिइरहेको थियो होइन बलहरू पनि फालिरहेको थियो है अनि उहाँहरूसँग नि कस्तो मजाले गर्यो क्या उसले अनि यो उहरू खेलाउँदा पनि खेल्ने जे पनि गर्ने होइन कस्तो मानेको क्या म त कस्तो खुसी भइरहेको थिएँ हो मेरो बच्चा होइन यस्तो सानो 9 महिनाको बच्चाले पनि यस्तो गरिरहेछ होइन म यस्तो बुढी सुड्डी भइसकेँ अनि त्यही पनि मलाई कस्तो
कति कुरामा डर लाग्छ, कति कुरामा गाह्रो हुन्छ। तर के हुँदो रहेछ साथीहरू भन्दाखेरि यस्तो कुराहरू चाहिँ सानैदेखि सिक्नु पर्दो रहेछ। हामीलाई त सिकाउने मान्छे नै थिएन, हामीलाई त आउँदा पनि आउँदैन नि त होइन। अनि त्यही भएर हेर्नु म जे मन लाग्यो त्यही बोलिरहेको छु है गाइजहरू। हेर्नु न बोलेपछि हेर्नु निवान कस्तो क्युट बुढी त हेर्नु न, अनि कस्तो क्युट भने। अनि साथीहरू कमेन्ट गर्नु होला है तपाईँहरूले कहाँबाट हेरिराख्नु भएको छ, कुन मैले यो भिडियो चाहिँ अब तपाईँको टिकटकमा फेसबुकमा सबै ठाउँमा राख्छु नि, तपाईँ चाहिँ केसमा हेरेर चाहिँ यहाँ आउनुभएको भनेर कमेन्ट गर्नु होला है त। अनि त्यसपछि बेबीलाई उठाउने उ गर्ने सुट भइरहेको थियो होइन। म त कसम भने निवानलाई उठाउनै सक्दिनँ क्या। निवान अलिकति वेट अलि राम्रो छ नि त उसको, अनि म चाहिँ अलिकति दुब्ली हुन थालिसकेँ। त्यही भएर होला मैले चाहिँ उसलाई उठाउनै सक्दिनँ क्या। उसलाई यसरी हातमा समात्यो भने त मेरो हात यस्तो गल्छ है, भाँचेला टुट्ला फुट्लै जस्तो हुन्छ क्या। अनि त्यही पनि धन्न सकेँ मैले बच्चा गर्न। त्यही भएर साथीहरू तपाईँले देख्नुहुन्छ होला मेरो भिडियोहरूमा होइन, म एकदमै कम निवानलाई समातिरहेको हुन्छु कि। मैले उसको बाबाले या उस ठुलो मामुहरूले दादाहरूले समातिरहेको हुन्छ, म चाहिँ एकदमै कम निवानलाई समात्छु। कहिलेकाहीँ एकदमै इमर्जेन्सी उठाउनै पर्ने छ भने मात्रै म निवानलाई बोकिरहेको हुन्छु, अदरवाइज म त त्यति खासै निवानलाई बोक्दिनँ। अनि हेर्नु न निबुढी त खालि मुखमा हात हाले गर्दा थियो, कस्तो क्र्याङ्की भइरहेको थियो कि। अरू दिन त्यस्तो नगर्ने भएछ, आज चाहिँ किन भएको होला भन्दाखेरि उसलाई पनि त दिक्क लाग्यो होला है। हामी ठुलै मान्छेलाई त कति गाह्रो हुन्छ, झन् बच्चा यति सानो बच्चालाई त कति चाहिँ गाह्रो भयो होला। अनि त्यही पनि अनि उसले धेरै राम्रो गर्यो। उहाँले लास्टमा चाहिँ कस्तो राम्रो गरेको बेबी त एकदमै काम हो भनेर भनिराख्नु भएको थियो। हेर्नु पुरा खेलिरहेको छ कि अझ त्यहाँ भुइँमा राखेर यता गर्दा पनि मान्ने उता गर्दा नि मान्ने बच्चा। तर अलिकति त्यो लाइटले चाहिँ गर्मी हुँदो रहेछ, त्यही गर्मी भएको भएर चाहिँ अलिकति गाह्रो भएको। हेर्नु न त्यहाँ क्यामेरामा पुरा देखाएर मम्मीले पर्फेक्ट बनाइसकेको छ कि। निवानको मामुले चाहिँ टिकटक बनाइ निवानलाई पुरै पर्फेक्ट बनाइसकेको छ। चाक देखाएको बिचरा, ओ माई गड। फेरि ड्रेस चेन्ज निवानको गइसक्यो निवान फेरि ड्रेस चेन्ज भयो। अब चाहिँ मेरो मात्रै थियो, अनि त्यो मेरो मात्रै भएको भएर चाहिँ निवानलाई उता राखेको। मेरो चाहिँ यहाँनिर अलिकति स्क्रिप्टहरू थियो, अलिकति बोल्नुपर्ने थियो है। बल्ल 4-5वटा टेक लिएर बोलेको साथीहरू, के आउनु र बोल्न है। मलाई त आफ्नो जे पायो त्यो बोल्न, त्यहाँ त पुरा मिलाएर हजुर यसरी बोल्नुपर्ने। अब म त ठाडो बोल्ने मान्छे। अब यो चाहिँ लास्टको सिन थियो कि, यतिखेर चाहिँ बाहिर गएको जस्तो गर्नुपर्ने भएको भएर चाहिँ मैले त्यो ड्रेस लगाएको थिएँ। त्यहाँदेखि निबुढी बसेको ओफो नाचिरहेको लड्यो है, तर रुँदैन, लडे पनि रोएन, लडेर उठिहाल्यो फेरि निबुढी त। अनि त्यसपछि यो चाहिँ लास्ट सिन थियो। अनि यो सिन सकेपछि चाहिँ हाम्रो अलमोस्ट डन भयो। यहाँ निवान खेलिरहेको छ, अब सकिसक्यो। अनि निवान चाहिँ पुरा खेलेर बसिरहेको छ, उसको खेलाउनाहरू यता छुटपुट भइरहेछ होइन। हेर्नु कस्तो क्युट देखेको है, जेन्टल बेबी देखेको निवान हाँसेको नाम कस्तो क्युटी छ है। अनि तपाईँहरूले निवानलाई कति धेरै माया दिनुभएको, कति धेरै सपोर्ट गर्नुभएको साथीहरू, म यस्तो खुसी लाग्छ है। थ्याङ्क यू सो मच। तपाईँहरूले कति माया देखाउनु भएको छ। अनि म यहाँ युट्युबमा भिडियो बनाउन, भोइस ओभर गर्न सबै सिकिरहेको छु है। मैले कति गल्तीहरू गरेको छु, मलाई आउँदैन खासै। म जस्तो छ त्यस्तै राखेको छु, मलाई जे पाएँ त्यो फेक गर्न आउँदैन, त्यो पनि राखेको छु साथीहरू। हेर्नु होला है त निचु बल्ल भ्याइयो निवान। हेर्नु निवान पनि टायर्ड, म पनि टायर्ड। हाई, अब चाहिँ हाम्रो यो इन्डो ब्लग सक्यो होइन। अब यति नै हो, योभन्दा बढी म बोल्न नि सक्दिनँ। निवान बाई भनिदेऊ सबलाई, बाई निबु, बाई।